म नहुने कुरामा चाहिँ एकदमै प्राइभेट पर्सनल मान्छे हो किनभने म बाथरुममा के गर्छु मलाई मात्र थाहा छ कि हैन। जान्न मन छैन त प्रियङ्काजीले बाथरुममा गएर के गर्नुहुन्छ पहिला यो भिडियो हेरौँ अनि फन्नी कमेन्ट्स पढ्ने है त। म नहुने कुरामा चाहिँ एकदमै प्राइभेट पर्सनल मान्छे हो किनभने म बाथरुममा के गर्छु मलाई मात्र थाहा छ कि हैन। म गीत गाउँछु, म डान्स गर्छु, म शावरसँग म एकदम गेम खेल्छु हैन। अनि अ आ इ ई उ उ पनि भन्छौ होला। के धेरै कुरा गर्छु रे हैन नुहाउन गएको कि अरु नै गर्न। म नहुने कुरामा चाहिँ एकदमै प्राइभेट पर्सनल मान्छे हो किनभने म बाथरुममा के गर्छु मलाई मात्र थाहा छ कि हैन। मैले देखेको थिएँ तर म कसैलाई भन्दिन। ए बदल भाइ मेरो भाइ बदल। हैन प्रियङ्काजी तपाई धेरै कला भएको मान्छे नलुकाउनुस् जनता हेर्न चाहन्छ। म नहुने कुरामा चाहिँ एकदमै प्राइभेट पर्सनल मान्छे हो। हामी त चोकमा आएर नुहाउँछौँ तिमी प्राइभेटमा नुहाउने रहेछौ। म शावरसँग म एकदम गेम खेल्छु हैन। अनि म रोटी खेलाउँछौ होला। सावरसँग खेल्ने गेम चाहिँ के नेमको गेम हो?